फर्स्ट म्याङ्गो स्टिकी राइस बनाएको प्लस आई एम गोइङ टु इट फर्स्ट टाइम हैन पहिला पहिला एउटा स्टोरी पनि भन्छु हैन म स्टोरी टाइम भनेछु कोरियन इज हियर हेलो फ्रेन्ड्स भेज जुमा खालो एस फर सारदा सुपा Hey, Kara, don't you remember? Hey guys, welcome back to my channel. This is Sarda Suba and welcome to my new video. This is the second video in same weekend, हैन? के भन्छ किन गरेको भन्दाखेरि चाहिँ obviously we have something to do in this vlog. All because of Sange, हैन? Sange ले चाहिँ आइडिया दियो मलाई यस्तो गरौँ भनेर. So we are having a cooking vlog today. कान्ता बहिनी अहिले भर्खर हामी चाहिँ ग्रोसरी शपिङ गरिरहेको हैन अन्त आज चाहिँ we have gone to a new place भन्दाखेरि after long time we did our grocery shopping from Golden Choice हैन सुबाकोबाट and we brought a very good veggies today. अरु बेला चाहिँ हामी स्पोर्ट सेटमै गरिरहेको हुन्छ नि त स्पोर्ट सेटमा चाहिँ अप्सनै छैन हैन के पनि भेजिसहरुको त्यो सांगे फर्स्ट टाइम गएको नि कस्तो लाग्यो गोल्डन चोइसको एक्सपीरियन्स सांगे त पुरा आत्ता लिएर सब्जीहरु देखेर आफ्टर लङ टाइम नि आत्ता लिएर यो पनि टिप्छ त्यो पनि टिप्छ मैले चाहिँ भयो खाइ सक्दैन भरे बिग्रिन्छ भनेर चाहिँ अलिकति कन्ट्रोल गर्यो पुरा ल्याएको छ हामीले यहाँ स्पारेगस यो वाला मशरुम चाहिँ पाउँदैन नि त हाम्रो यहाँ नि हैन त्यहाँ गोल्डन चोइसमा मात्रै पाउँछ सो थुप्रो ल्याएको छ यस्तो खाले यो हाम्रो भुटानमा खाने खाले मशरुम वी रियली मिस दिस मशरुम अन्त ल्याएको छ के यहाँ नि ग्रीन वाउ दिस वीक वी आर गोइङ टु हेभ अ भेजी वीक हैन डिटॉक्स गर्ने बडी ओ गरेर बॉडी माइंड एंड एवरीथिंग डिटॉक्स हैन पूरा कचरा हो रहा है सब कुछ बुढ़ी में दिमाग में सब कचरा हो रहा है सब फेंकना पड़ेगा हो सो त्यही हो आज चाहिँ कुकिङ भ्लग हो कुकिङमा चाहिँ के गर्छ भन्छ आई एम गोइङ टु मेक म्याङ्गो स्टिकी राइस हैन कहिले खाएको छैन इभन दो के भन्छ म थाइल्यान्डमा बसेको हैन खाएको छैन तर के हो सांगेले पनि फेरि खाएको छैन अरे थाइल्यान्डमा त्यत्रो बसेर पनि हो अनि त्यसले गर्दा चाहिँ कस्तो हुँदो रहेछ त्यत्रो हाइप यो डिसको चाहिँ यति साह्रो ठुलो हाइप छ नि त हैन म्याङ्गो स्टिकी राइसको अन्त कस्तो चाहिँ हुँदो रहेछ भने आज घरमै बनाएर खानेवाला छु एन्ड सांगे इज मेकिङ भेज जुमा हैन यसलाई पनि पुरा भेज जुमा खानु मन लागेको थिए सो वी हेभ दिस भेरी डिस्टिङ्क्ट टेस्ट अफ फुड टुडे हैन रेसिपी लगौँ तुका सांगे दरी भेज जुमा घिचेर स्टाइल दियो सांगेको स्टाइलको भेज जुमा यहाँनिर अलरेडी तातो पानीमा के भन्छ सोक गरेछ अन्त लसुन गार्लिक ingredients can chicken look tong mate garlic da deletingi da epchi da ina fry chop the mibe ya fry chop the mibe to khale just ani be made english mai na na kyar chicken ba mi sim bate oh okay wow let's see so अहिले चाहिँ अब सांगेले भेज जुमाको प्रिपरेसन गर्दै गर्दाखेरि म चाहिँ बनाउँछु म्याङ्गो स्टिकी राइस फर्स्ट चाहिँ अब यहाँ नि चाहिँ मेरो जास्मिन राइस स्टिकी राइस हैन यो सुशी राइस अस्ति किनेको थिएँ मैले सुशी बनाउँदाखेरि उब्लेको चाहिँ त्यही युज गर्नेवाला छु म पोख्दैछु राइस पक्दै गर्दा चाहिँ लेट्स मेक सस गाइस मैले चाहिँ रेकर्ड गर्ने विशेष छैन यहाँ चाहिँ मैले लगाएको छ कोकोनट क्रिम एन्ड 2 tablespoon of sugar and a pinch of salt हैन अन्त यसलाई चाहिँ अलिकति सुगर मेल्ट हुन दिएर अलिकति थिक गरेर सिरप यो कन्सिस्टेन्सी गरेको सांगे चाहिँ यहाँनिर थिङे रोस्ट गरेर आज भर्खर ल्याएको यो थिङे पनि टिमसिमे भेज जुमाको लागि यहाँनिर गार्लिक र जिन्जर पनि कट गरेर रेडी राखिसकेको छ म चाहिँ खाँदैछु यहाँनिर मिल्क क्लासिक सांगे चाहिँ यहाँनिर पफरी धमाधम दिइरहेको छ मिन्स्ड सोयाबिन along with Korean drama Yeah. Dabin. Wow, tuli चाहिँ यसरी बनाउँदै रहेछ नि त नि यहाँनिर
के भन्छ यहाँ न्युट्रेला गार्लिक जिन्जर सबै ग्राइन्ड सँगै गरिदिएको ओके मैले त्यसरी गर्दैन नि त हजुर गागिदी सुनिमी गागिदी जस्ट न्युट्रेला मैदा त्यसले थिङेदा एमा त्यसले यो टेस्टिङ पाउडर लगाउँछ नुन लगाएर चाहिँ मिक्स गर्छ मेरो पनि यहाँनिर रेडी स्टिकर अलिकति चिसो हुन्थ्यो अब सो अहिले चाहिँ तातो चाहिँ धुवा उडिरहेको छ अन्त यहाँ सबै मिक्स गरेर अलिकति अब कुल डाउन हुनु चाहिँ राखेको रेडी हुँदैछ है डक्टर सर्जरी गर्नुलाई लिउँ है म्याडम सकेन अब सबै लगायो भएको इन्ग्रिडियन्ट्स अब जस्ट मैदासँग मिक्स गरेर डो बनाएर टाइम कन्ज्युम टाइम त्यही भएर म भेजमा बनाउनु साह्रो अल्छी लाग्छ अब चाहिँ गाइस म प्लेटिङ गर्छु होइन स्टाइलमा गर्नु होला नि अलिकति दिस इज सो सिम्पल रेसिपी So guys, my mango sticky rice is ready. First mango sticky rice बनाको plus I'm going to eat first time हैन के को चाहिँ त्यस हाई प्रेसर लेट्स सी हैन यो चाहिँ मेरो आइडिया कसरी आयो भन्दाखेरि चाहिँ आई वाच के भन्छ अर्चना पुरानको भ्लग्सहरु हैन अन्त जस्ट लास्ट भ्लगमा चाहिँ यिनीहरुले यो बनाएर खाएको देखे थियो त्यसले गर्दा चाहिँ मलाई पनि खानु मन लाग्यो हैन अन्त यहाँबाट चाहिँ यसको माथि पनि सिरप एउटा लगाउँदै रहेछ कर्नफ्लावर र कोकोनट मिल्कको नै थिक बनाएर थुकाइसक्यो मुखमा तर मैले त्यो चाहिँ गरेन किनकि अलरेडी यहाँनिर स्वीट बेसी भइसकेको छैन सो आई डिडन्ट वान्ट टु मेक इट मोर स्वीट किनकि मलाई त्यति साह्रो स्वीट खानु मन लाग्दैन नि त सो इट लुक समथिङ लाइक दिस सो देयर इज राइस एन्ड म्याङ्गो के हो मैले त भात र म्याङ्गो खान्छु आई थिङ्क मेरोमा चाहिँ के भयो भन्दाखेरि स्वीट कम्ती भयो जस्तो लाग्यो किनकि मैले सुगर 2 टेबल स्पुन मात्रै लगाएको थिएँ नि त होइन ठिकै छ दा साङ्केको लागि पनि रेडी भयो सो नाउ लेट्स गिभ साङ्के फर अ टेस्ट होइन स्वीट लेस जोड्नु म तुवे यो मात्रै राइस मात्रै खाता है के म्याङ्गो स्विट मिल्दो म के भयो भन्दाखेरि चाहिँ यो म्याङ्गो चाहिँ अलिकति ओभर राइप भएन रहेछ होइन हेर्दाखेरि यो म्याङ्गो चाहिँ ठ्याक्कै पाकेको चाहिने जस्तो लाग्यो हाम्रो चाहिँ यहाँनिर यु क्यान सी होइन पाकेको छैन त्यति साह्रो तुपे म ठेटे ठेटे किन्दैन तुप्ने मे म कोकोले चाहिँ अब पुरा मन परेको देखेँ नि त पुरा हाइप भएको देखेँ होइन त्यसले गर्दा चाहिँ खानु मन लागेको मैले चाहिँ फेरि कोकोहरूको भ्लगतिर यस्तो के बनाएको देखेँ भने मलाई पनि ट्राई गर्नु मन परिहाल्छ होइन फेरि यो एकदम इजी लाग्यो मलाई क्या चम्ची लक्ष्मी ज्ञान भ्लगमा अर्चना पुरानकी भ्लगमा ताबेज मैले चाहिँ यहाँ पेडा पेडा बनाउँदैछ स्टिम गर्नुको लागि अब प्रोसेस त अब अहिले कति पनि छैन यो त 50% पनि भएको छैन नि फ्राई चम्नी कम्ती टाइम टेक बिउ सही मलाई त साह्रो अल्छी लाग्छ हामी चाहिँ उता पहिला गुम्टुको बस्ती मेरो भ्लगहरू हेरेको हेरेन तपाईँहरूले होइन त्यहाँनिर देखेन हाम्रो दोकान छ भनेर मेरो मम्मीको भेजुमा त कति बनायो जिन्दगीमा कि वाक्कै त्यो दोकानको लागि पहिला एउटा स्टोरी पनि भन्छु होइन म स्टोरी टाइम भनेर साङ्गेलाई पनि भन्नु पर्यो पहिला हेर्नु न के अरे उयो देवता टिकटकमा थिएँ म के भन्छ मेरो स्टोरी चाहिँ के हो भन्दाखेरि पहिला कोभिडको टाइममा लकडाउनको टाइममा हामी चाहिँ दोकान छ होइन गुम्टुमा त्यतिखेर त्यहीँ थिएँ नि त म गुम्टुमै पढिसकेर ग्रेजुएट भइसकेर त्यतिखेर चाहिँ के भयो भन्दाखेरि लकडाउनले गर्दा के दोकानमा बेच्नेको सामानै थिएन अब क्या तर पनि अब हामी चाहिँ गाउँमा दोकान भएर गाउँको मान्छेहरू आइबस्थ्यो नि त छेउछाउको मान्छेहरू चाहिँ किन्नु होइन फेरि हाम्रो छेउमा चाहिँ लाहाङ पनि छ होइन अन्त लाहाङको गेलोङहरू पनि आउँछ नि त हाम्रो दोकानमा चाहिँ सो अब के थिएन बेच्नेको कि गेलोङको क्रस त्यसो मिमी आउँछौँ गाची त्यसो
यस्तो पापहरू नभन् त त्यहाँदेखि के भन्छ छैन यस्तो हाउडी लगाउँछ यसकै थियो होला क्रसहरू चाहिँ गेलाउँछ त्यहाँदेखि सुचुङला आयो मैले स्टोरी भनेको इन्ट्रेस्टिङ छ त्यहाँदेखि के बेच्नेको दोकानमा सामानै थिएन नि त होइन अन्त के न के त बेच्नु पर्यो होइन अन्त नानीहरू आउँथ्यो फेरि हाम्रो दोकानमा के भन्छ मिठाईहरू खानु होइन मिठाईको त झन् केही थिएन रक्सी मात्रै थियो हाम्रो दोकानमा बेच्नेको सामान होइन त्यहाँदेखि नानीहरूको लागि चाहिँ के बनाएको थियो भने चाहिँ यस्तै भेज जुमा बनाउँथ्यो आलुको चिप्स बनाउँथ्यो पपकर्न बनाउँथ्यो किनकि हाम्रोमा चाहिँ मकै थियो होइन त्यसको पपकर्न बनाउँथ्यो त्यहाँदेखि काँटा निम्की हुन्छ नि मैदाको निम्की बनाएर प्याकेट बनाएर बेच्थ्यो कति बनायो त्यतिखेर इन्ट्रेस्ट लाग्थ्यो तर त्यस्तो बनाउँदै दिनभरि बनाउँथ्यो कि अन्त राति बिक्री हुन्थ्यो सबै फेरि भोलिपल्ट बिहानको टाइममा सबै बनाउँथ्यो यस्तोहरू प्याकेट बनाएर राख्थ्यो के भन्छ यस्तो सुएर लगाउँछ नि के अरे ब्यान्डिङ वायरमा त्यस्तो बनाएर राख्थ्यो 10 रुपियाँ प्याकेटको रातिसम्म सबै बिक्री हुन्थ्यो त्यस्तो गरेर बेच्थ्यो सी सो इन्ट्रेस्टिङ होइन त्यस्तो गरे इन्ट्रेस्टिङ मिल्छ कुकिङ गर्नेदेखि माथि गयो भयो त्यहाँ आउँछौँ फनी अरे यो चाहिँ उम्लेर अघि यहाँनिर के भन्छ कुल डाउन गरेर राखेको होइन फाइनली के भन्छ कुल भएछ नाउ टाइम टु स्विमिङ पुल इन द oil and the day is from day to night now time to git tabe कहिले खाउँ भइसक्यो अघिको यो म्याङ्गो स्टिकी राइस खाएर एक भइरहेछ कि यो पिरो खप खाउँ भइसक्यो मलाई निसाङ्गे अब साउथ पिक्चरमा हेरेको अन्त यहाँ नुच्चो चाहिँ के गरिरहेको छ कुनै के गरेको नुच्चो कोपी मटाउँछु दुसा हो कतिले पाइछे हजुर कोपी हजुर दे दिँदा चाहिँ सुबाएको नयाँ इन्ट्रेस्टले भयो ए आज भोलि यस्तो खाले कोपीको सामान आयो क्या भेज जुमा इज अल्सो रेडी के लगाएर मिक्स गरे लास्टमा चाहिँ चिली ऑयल चाहिँ उयो चिली ऑयल मतलब ऑयल द चिली टेस्ट कोरिएन्डर इज here. Hello friends, veg जुमा खा लो मासु जस्तो भएछ मासुको कस्तो टेस्ट भएछ Ravi is going to taste now veg juma. Oh, this is different. Green. What is green? Green is coriander. She is doing some garnishing. Adbhut! 10 crore! Taste meter is up. Crunchy is up. Meter is up. Dami reaction. Dami! Oh, Dami! Sticky rice खाने का लो? इसमें sticky lemon mango बना है lemon है? Oh my God! तो खाएगा बस? हाँ? खादा? साइना यहाँ पति यो माती just sticky rice mango चाहिँ यहाँ चाहिँ काट्नु पर्छ के हो कोकोनट को बनाउँछ कोकोनट मिल्क लगाएको नि त्यसमा 1 week later. Hey guys, vlogging after 1 week हैन त्यसको रिजन चाहिँ के हो भन्दाखेरि चाहिँ I finished my crochet वाला half sweater हैन लास्ट भ्लगमा चाहिँ मैले भनेको थियो यो लेफ्ट ओभर यानले चाहिँ I'm making something भनेर हैन अन्त नेक्स्ट भ्लगमा डाइरेक्ट म देखाउँछु बनाएर भन्थे हैन त्यसले गर्दा म लास्ट विकै मैले खास गरी स्टार्ट त गरे यो वाला भ्लग तर रिलिज नगरेको कारण चाहिँ अब सिन्स मैले भनिसकेको थिएँ हैन म नेक्स्ट भ्लगमा चाहिँ देखाउँछु के बनाएको भनेर सो यसको लागि चाहिँ पर्खिरहेको थियो भ्लग रिलिज गर्न लागि यस्तो डेडिकेसन छ यहाँ पुऱ्याइदिइरहेको छ अहिले हामीले चाहिँ कहाँ जाँदैछ भन्दाखेरि चाहिँ एक जग्गा जाँदैछु अहिले देखाउँछु कहाँ गएको भनेर मी साङ्गे एन्ड अझै एउटा आउँदैछ साथी भएर देखाउँछु रवि चाहिँ क्या रिसिरहेको छ क्या
कि मुको लाग्दै कि This is the S for Sarda Supa. Guys, हामी चाहिँ आएको छ फाइनल डेस्टिनेसन हेर्नुको लागि फाइनली लास्ट भ्लगमा मैले भनेको थिएँ हेर्नु मन लागेको छ तर को पनि छैन मेरो हेर्ने साथी भनेर यसलाई बुली गरेर लिएर आएँ होइन तर अर्को पनि आउँछ किल्छुकी आउँदैछ उसले नै जाउँ भनेर चाहिँ नम्बर 10 मा यता छ नि उसले नै भनेर चाहिँ आजको लागि डिसाइड गरेको तर किल्ले चाहिँ अलिक लेट भइरहेछ हामी चाहिँ टाइम भएर बसिसक्यो यस Mami sangi. Mami. Mami. Apa? Dia tak sangi. Wow. Mami ni. You can't escape from that. So good. Ya Mami. Mami ni. Other series the children one is कस्तो लाग्यो मुभी है यसले त हाफ मुभी हेरेन होला है कस्तो लाग्यो किले especially city machine expect के सिटी भनेको city scan machine ए सिटी स्क्यान को पार्ट दिया वाउ सो गुड रोलर कोस्टरमा बसेको जस्तो फिल भयो नि रोलर कोस्टरमा देख्दैछ फिल्ममा भए थ्रिलिङ अझै आज साङ्गे त आकार छोपेको एन्टायर मुभीमा हेर्न भन्दै त्यसको हात हटको दामी ओइ गारा डोनी में ना वो एस्केलेटर नया डो गच्ची नया डो भी केयरफुल हेरे यहाँनिर एस्केलेटरमा जाँदाखेरि डर लाग्दैछ अरे फाइनल डेस्टिनेसन हेरेर सबै कुरोमा डर लाग्ने रहेछ के देखे पनि डर लाग्ने रहेछ क्रोसेको फुलहरू कस्तो रियलिस्टिक देखेको अम्मा अनि जोदे छे antas ngagi kade thome ngachelo dinive deise kade thome se and left over यहाँ नहीं मैंने गारे के दिवस सोसो में जब का था सोसो है 2 in 1 भी जोई से दोंगा सोसो जब का सोसो भी क्या दामी नहीं किले ले जियो बनाऊं सारे आइडिया मुझे दो लानी वाव टैलेंट सब नहीं था you can do anything नहीं थे more skill screenshot being I'm sorry 아스민 걔네 슈토미엄 예때 टोमियम है ना ए देव टोमियम जानी मैं दोनों प्रोमिस वाली आयो मेरो नूडल्स फुल अफ सी फूड octopus and everything crab हरू पनि लिएको छ आज मैले कति नै crab ana यहाँ चाहिँ डल्लै crab हरू पनि रहेछ किन्नेको चाहिँ यो डल्लै मकै लिएर आएछ किन मकै मिठो लाग्छ त्यसले गमै सांगेको चाहिँ मेरो जस्तै हामी जाने चाहिँ टोमियम किन्छुकीको चाहिँ बिफको and it's raining outside दुईजना एउटालाई के अरे डस्टबिनमा जानु पनि अल्छी लाग्दै म त यहाँ भ्लगर नि म चाहिँ भ्लगर साह्रो छ नि आयो अब चाहिँ ट्याक्सी पर्खिरहेको छ हामीहरू यहाँको दामी लाग्यो नि हटपट नि ताकि अस्तिको भन्दा किन्नेले भनेको नि यो पहिला सजेस्ट पहिला नै छ कि हिमालय लप्चुको चाहिँ म अनि बिकोले यहाँको दामी छ बिफ कि लाभे तर टमियमको पनि यो रहेछ यहाँनिर अप्सन हाम्रो बिफ नखानेहरू चाहिँ सबैभन्दा मलाई अहिलेसम्मको यहाँको दामी लाग्यो दामी थियो सबै खाइसकेँ मैले चप्पा अरे मैले सबै खान्छ त दारी